आज चाहिँ हामीले यहाँ हाम्रो चाहिँ आज हाम्रो यो काम देखाउन गइरहौँ। हामीले कस्तो किसिमले हाम्रो वायरिङका बोर्ड फिनिसिङहरू दिन्छौँ टक्क देख्न सक्नुहुन्छ। हाम्रो चाहिँ यो हामीले पुटिन लगाइसक्यौँ। अब पुटिन लगाएर ट्याक्क हामीले चाहिँ यो रगत रुगुट पारेर देख्न सक्नुहुन्छ। हाम्रो पुरै बोर्डको साइजहरू टक्क मिलाएर टिटिक्क फिनिसिङ यस्तरी दिन्छौँ हामीले। हाम्रो काम देख्न सक्नुहुन्छ साथीहरू। अनि यहाँ माथि डिपी बक्स फिट भइसकेको छ। त्यहाँ हाम्रो एमसिबीहरू तारको जक्सन भयो थियो। अनि यहाँ देख्न सक्नुहुन्छ साथीहरू सट्ट हाम्रो चाहिँ यो पुरै अब यो हल्का पुटिन सुटिन लगाएर पुरै रेडी छ। अब यो चाहिँ हामीले टक्क पुटिन सुटिन लगाएर अब सेट गर्छौँ के। अब देख्न सक्नुहुन्छ साथीहरू यो हल्का ओभर साइज हुन्छ। मिस्त्रीहरूले हमेसै अब कता कति त मिलाइदिएका र छोड्दै हुन्छन्, कता कति चाहिँ धेरै यस्तो फुटेकै हुन्छ के। त्यही भएर चाहिँ यो हामीले यस्तरी राम्रोसँग फिनिसिङ गरेर चट्ट लगाइदिएन। यो अझै यो चाहिँ कम्प्लिट भएन। अब हल्का यो धेरै रकाउने यो नि रगत रुगुट हुँदैछ उसले खासकी ल्याएर। अनि देख्न सक्नुहुन्छ। अनि साथीहरू मेन चिज भनेको चाहिँ अब हाम्रो वायरिङमा हाम्रा बोर्डहरूको पोइन्टहरू अनि कति कति साइजमा राख्छौँ भन्ने कुरो नि हुन्छ। अनि यो जुन हाम्रो यो मोबाइलहरू चार्ज लाउने या टक्क सोफा हुन्छ यस्तरी, अनि यस्तरी बसेर चाहिँ यहाँ मोबाइल सोफा चार्ज लाउने यो पोइन्ट भयो। यो पोइन्ट चाहिँ हाम्रो 2.5 फुटमा यो पोइन्ट राखेका हुन्छौँ। अनि यो हाम्रो चाहिँ ठ्याक्क यो चाहिँ हल हो। अनि हलको यो हाम्रो पावर बोर्ड भयो टिभीहरू चलाउनुलाई, यो चाहिँ हामीले 3.5 फुटमा राखेका हुन्छौँ यो बोर्ड चाहिँ। अनि जुन हाम्रो यो स्विच हुन्छ यो स्विच बोर्ड चाहिँ हाम्रो 4 फुटमा हुन्छ। यहाँ ग्राउन्डदेखि 4 फुटमा यो हुन्छ। अनि यो हाम्रो डिपी हुन्छ। यो डिपी चाहिँ हामीले राख्छौँ हामीले 6.5 फुटसम्म यो राख्छौँ हामीले। अब कता कति ठाउँ हेरिकन नै हुन्छ, ठ्याक्कै त्यति नै भन्न नि। अब हाम्रो चाहिँ जुन स्ट्यान्डर्ड नाप हो त्योमा चाहिँ योमा राख्नु भनेको हुन्छ। अनि हल्का फुल्का यताउति चाहिँ ठाउँ अनुसार पनि चेन्ज हुन्छ। अनि यो बेल हाम्रो यो बेल स्विच अब यो साइडमा पानी पर्ने भएर चाहिँ यतापट्टिको साइडमा नराखेको र यहाँ राख्दा केही फरक नपर्ने भएर यो चाहिँ हाम्रो 4.5 फुटमा यो पनि 4 फुट ठ्याक्कै 4 फुटमै यो पनि हाम्रो 4 फुटमै हुन्छ। यो पावर सकेट जुन तलको छ यो चाहिँ 2 फुटमा हुन्छ। यो हाम्रो मेन पावर बोर्ड हो। यो चाहिँ यता बाहिरतिर अलि पावरफुल चिजहरू चलाउनको लागि यो चाहिँ 2 फुटमा हुन्छ हाम्रो। अनि यो हाम्रो यहाँ छ यो हाम्रो एसीको पोइन्ट भयो। यो एसीको पोइन्ट चाहिँ 6.5 फुटमा चाहिँ हाम्रो यो एसीको पोइन्ट हुन्छ। 6.5 फुटमा चाहिँ हाम्रो यो एसीको पोइन्ट हुन्छ। अनि हाम्रो यो जुन हाम्रो यो माथिको ट्युबलाइट राख्ने वा बत्तीहरू भयो यो चाहिँ हाम्रो 6.5 फुटदेखिबाट 7 फुटसम्मको हाइटमा चाहिँ हाम्रो यो माथिको ट्युबलाइट कि बत्तीहरू साइड वालको बत्ती हुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो काम चाहिँ दमदार फिनिसिङका साथ हुन्छ के। अरूभन्दा नि हाम्रो काम कस्तो हुन्छ फिनिसिङ कस्तो किसिमको फिनिसिङ दिन्छौँ भनेर हजुरलाई देखाउन गएको के। मेन त देख्न सक्नुहुन्छ पुरै हामीले कुनै पनि फिनिसिङ दिनमा कुनै पनि कन्जुसाइ गर्दैनौँ कि हामीले एकदमै। अब माथिको पनि हेरौँ। अनि यो हलमा चाहिँ माथितिर चाहिँ यो कोठो चेप्टो हुनको कारणले चाहिँ यहाँ घरको ग्राहकको अनुरोध अनुसारै राखिन्छ। अब यो कता कतिले 4वटा पोइन्ट राख्न भन्नुहुन्छ, कता कतिले यति 3टा भयो नि हुन्छ भन्ने किसिमले चाहिँ यहाँ 3टा राखेको छ। अनि यो सिलिङमा नि छ यो चाहिँ सिलिङको बत्ती भयो। अनि यहाँ चाहिँ ट्युबलाइट यो ट्युबलाइट छ। यहाँ ट्युबलाइट पनि हुन्छ। अनि यो सिलिङमा बत्ती भएपछि एउटा चाहिँ हाम्रो ट्युबलाइटको लागि पनि पोइन्ट रह्यो। अनि उहाँ चाहिँ हाम्रो एसीको पोइन्ट छ एसी। अब त्यो त हाम्रो भइहाल्यो। त्यो चाहिँ हाम्रो त्यहाँ पछि पूजासुजा गर्ने भन्ने किसिमको कर्नरमा एउटा बोर्ड राखिदिनु भनेर त्यो राखिदिएको। अब त्यो चाहिँ बोर्ड भइहाल्यो। अनि हामी किचनमा जाऊँ। यो किचनको पोइन्ट चाहिँ हाम्रो देख्न सक्नुहुन्छ यहाँ एउटा बोर्ड छ, यहाँ एउटा। अनि यहाँ चाहिँ हामीले पहिला 2टा मात्र राखिदिएको थियौँ। अनि पछि चाहिँ यहाँ एउटा घरको बुवाले भनिसकेपछि चाहिँ यहाँ एउटा पोइन्ट चाहिँ एउटा हामीले थपिदिउँ। अनि यसको हाइट चाहिँ 1 फुट छ समथिङ। 1 फुट सबै 1 फुटमा खान। अनि हाम्रो एक्जिस्ट फ्यान चाहिँ उहाँ छ। अनि यो एक्जिस्ट फ्यानको पोइन्ट चाहिँ अब पहिला पाल यता त पछि फुटालेर चाहिँ यता राख्नको कारणले चाहिँ हाम्रो चाहिँ त्यो माथि हल्का उस भएछ त त्यो चाहिँ पछि हामीले मिलाइदिन्छौँ त्यो चाहिँ। अनि यो हाम्रो चाहिँ यो आरोको लागि यो पावर सकेटको पोइन्ट छ। अनि यो चाहिँ अब ठाउँ अनुसार हेरिकन हुन्छ कि फिक्स चाहिँ भन्ने पनि हुन्न। यो 6 फुट 4 फुट यो अब ठाउँ हेरिकन यो चाहिँ हामीले आरोको राख्न सकिन्छ यो पोइन्ट। अनि अझै हाम्रो माथि पनि जाऊँ। अझै हाम्रो माथि पनि काम हुँदैछ। हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो 2H को बत्ती यो यहाँ छ 2H लाइट। अनि हाम्रो 2H को एउटा बत्तीको पोइन्ट चाहिँ उहाँ छ।
त्यहाँ टक्क बाल्ने स्विच 2H अनि टक्क सिडी हेर्दै 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 आउने अनि आइसकेपछि चाहिँ चट्ट यहाँ आएर चाहिँ स्विच निभाउने यहाँ अनि तलबाट जाँदा यताबाट जाँदा चाहिँ फेरि यहाँबाट बालेर जाने सट्ट तल अनि यो पनि सेम यो पनि टक्क यहाँबाट बाल्ने बत्ती अनि यहाँबाट सिडी हेर्दै हेर्दै माथि गयो अनि माथि गइसकेपछि चाहिँ अझै हाम्रो यहाँ माथि पनि अर्को स्विच छ वहाँ छ अझै त्यो त्यहाँ गएर ट्याक्क त्यो बाल्ने निभाउने अनि फेरि उता गएपछि फेरि आउँदाखेरि चाहिँ बाल्दै बाल्दै आउने र यसको पोइन्ट चाहिँ त्यहाँ छ माथि चाहिँ हामीले पोइन्ट एउटा माथि पनि छ अब एउटा पोइन्ट यहाँ पनि यो चाहिँ हाम्रो दुईवटा बत्ती राख्नको कारण चाहिँ यो माथि यो जुन माथि पछि यो माथिको ढलाइ हुँदा चाहिँ सबै पाइपहरू जक्सन नभएर चाहिँ त्यहाँ राखेको जक्सन बनाएर नत्र त्यही बत्ती मात्र भयो भने काफी हुन्थ्यो है। अब अरू चाहिँ अझै यहाँ हाम्रो देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो यो साइडको यो चाहिँ अब यो हल हो पहिला सुरुमा चाहिँ यो कोठो हल हुने भन्ने किसिमले यसलाई हल मानेर 4 कुनामा बत्ती राखेको थियो अब यो हल क्यान्सल भएछ चाहिँ यो हल्का बत्तीहरूका पोइन्ट चाहिँ यताउति पुग्यो भने के यस्तो कर्नरमा पुग्यो नत्र पहिला सुरुमा चाहिँ यो हल यो भन्ने किसिमले तलको सेम यो भन्ने किसिमले यसलाई पाइप बिछायो तर पछि चाहिँ यता बिछाउँदा चाहिँ हल्का यिनी बत्तीहरूको पोइन्टहरू चाहिँ यताउति भयो अनि यहाँ यो चाहिँ हाम्रो यहाँ हामीले यो वासिङ मेसिनको एउटा पोइन्ट अनि एउटा चाहिँ हाम्रो यो टोयलेटमा जाँदाखेरि टक्क यहाँबाट सोजिलो होस् कि बाल्नलाई च्याट्ट यहाँ अझै यो फिनिसिङ दिन पुरै यो लगाइसक्यो अब रबर टुबुट पारेर चट्ट भित्रको बोर्ड चोट फिनिसिङ ल अब साथीहरू अरू चाहिँ अब हामीले टक्क यहाँ फिट सिट गर्छौँ अनि यहाँ टक्क पेन्ट सेन्ट लगाइसकेपछि यो घर कस्तो देखिन्छ तपाईँलाई छक्क देखाउँछौँ कि हामीले कस्तो भनेर यहाँ देख्नु फेरि एउटा सोच होला कि यहाँ दुईवटा बोर्ड के गर्न राख्यो भन्ने पनि हुनसक्छ है यो चाहिँ कस्तो राखेछ भन्दाखेरि एउटा चाहिँ हाम्रो पावर बोर्ड भयो यो बेडमा सुतेर मोबाइल सुबाइल चार्ज लगाउनको एउटा पावर बोर्ड अनि यो जुन अर्को छ अर्को चाहिँ 2A स्विच हो क्या साथीहरू यो देख्नुहुन्छ यहाँ 2A स्विच छ यहाँबाट टक्क एक बेडमा बसेर निभाउन यहाँबाट नि सकियोस् अनि एउटा 2A स्विच चाहिँ यहाँ छ एउटा 2A स्विच यो यताबाट यहाँबाट बाल्ने अनि यहाँ जाने अनि यहाँबाट उठेर निभाउन नआउन परोस् कि यहाँ त्यही भएर यो बोर्ड चाहिँ पावर सकेट उहीँ राख्दैछौँ हामीले यो चाहिँ एकदम सजिलो होस् भनेर के अनि त्यो हाम्रो चाहिँ यो यिनी यो बोर्ड चाहिँ हामीले टेम्परेरी लगायो नि खोलेर अझै यहाँ टुटीमा चाहिँ टुटिङ लाउन छ ल साथीहरू अरू चाहिँ अब टक्क हामीले यहाँ सबै काम भइसकेपछि देखाउँछौँ त्यही पनि यो यता अझै हाम्रो यता डिपी पनि देखाइदिइहालौँ यहाँ नि हाम्रो डिपी बक्स छ डिपी बक्स यहाँ फिटिङ भइसक्न लाहा अब यहाँ बोर्डहरू हेर्नु देख्न सक्नुहुन्छ साथीहरू यो त पहिले मिस्त्रीबाटै मिलेछ हल्का फुल्का नमिलेकोमा चाहिँ पुटिन चुटिन लगाएर पुरै मिलाइयो र साथीहरू चाहिँ अब हामीले सबै एकैचोटि यो बोर्डहरू वायरिङ स्वायरिङ भएर बत्ती पेन्ट सेन्ट लगाएपछि घर कस्तो देखिन्छ हाम्रो भनेर चाहिँ म अर्को भिडियो हाल्ने हो ल साथीहरू अब यो भिडियो चाहिँ कम्प्लिट है त।